Few moments later. हेलो गाइज, नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। गाइज आज चाहिँ मैले यो फन्नी भन्दा पनि हल्का फन्नी पनि छ हैन, हल्का इमोसनल जोडिएको भिडियो रहेछ हैन। मलाई चाहिँ एकदम हट यहाँ मन छुयो, हटलाई नै छुयो मेरो है, मुटु नै ढुकढुक बनाइदिए एकछिन यो भिडियो हेरेर। गाइज तपाईहरुले नि कति पनि ढिला नगरी यो भिडियो चाहिँ हेर्नु होला प्लिज गाइज। तो चलिए शुरू करते हैं। तीन पाते बुढो, अच्छा हमको सिखा रिया है। यस्तो उमेरमा पनि तरुनी खोज्दै हिँड्ने यार, तट बुढो त लास्ट छाडा पो रहेछ नि त। Just looking like a wow. खायो अहिले त माहुलै तताइदियो यो पञ्च लाइनले। यो देश परिवर्तन नहुन्जेलसम्म बिहा नै गर्दिन भाल। ओ छोरा मान्छेमा यस्तो आँट हुनु पर्यो नि त, अनि त्यही भएर मैले पनि यहाँ बिहे नै नगरेर बसिरहेको छु क्या गाइज। समझ गया। अब एउटी नबिहा गरेकीले फेरि सही हो भन्नु म ये फंस गया सीएम, इसे पार्टी की मीटिंग समझ के फंस गया। भन्दा अगाडि पुलिसले हामीलाई भगाउने होला। हो त, त्यो त हो त नि। कहाँ आन्दोलनमा जाने अनि केटीतिर ध्यान दिने भएपछि त अनि त्यो आन्दोलनमा त के गएको त मजा नै भएन त हैन। यो त अलि त्यो आन्दोलनमा एउटा गएको छु भन्ने खालको मात्रै भयो क्या। हामी देशको लागि पो लड्न गइरहेको त कहाँ केटीको ध्यान दिएर हुन्छ त हैन। गाह्रो भयो यार, मनै सम्हाल्न गाह्रो। मलाई फेरि यो इमोसनल कुराहरू भयो भने मन कता कस्तो हुन्छ कि अर्कै फिल हुन्छ यार। यो थाम्न गाह्रो भइरहेको हुन्छ। हुन त अब के गर्नु यार, सधैँ हँसाइरहेको मान्छे पनि हुनुहुन्छ यहाँ दाइ होइन। तर आज है कस्तो खतरा इमोसनल। आमाको जो अहिले जो साँच्चीकै यो जेनजी आन्दोलनमा जतिले पनि आफ्नो ज्यान गुमाउनु भएको छन्, उहाँको फ्यामिलीमा परिवारमा होइन चाहिँ कस्तो भइरह होला, उहाँहरूलाई कति मन सम्हाल्न गाह्रो भइरह होला होइन। त्यो कुरा चाहिँ अहिले यो भिडियोले स्पष्टसँग एकदम छर्लङ्ग देखाइदिइरहेको छ यार। कस्तो गोली हान्ने पालो हाम्रो जनताले यो अगाडि किन भ्रष्टाचारीहरू छन् नि, जति पनि भ्रष्ट नेताहरू, उनीहरूलाई हो क्या है। जसरी हामी जनतालाई रुवाएको छन् नि, यस्तो चेहरा हाम्रो सरकार है। यो सबैले थाहा पाएको कुरा होइन, के भन्ने यार। कसरी हेर्ने यो भिडियो यार। अब सुरु त गरिएको होइन, गाह्रो भयो नि त यार, पुरा हेर्नै गाह्रो भइरहेको छ यार मलाई त यार। तपाईँहरूलाई कस्तो भइरहेको छ है फिल, यो जुन यो माहौल हुँदा अहिले जुन यो आन्दोलनमा जति पनि ज्यान गुमाउनु भएको छ होइन। अब कस्तो लागिरहेको होला भिडियो हेरेर। प्लिज गाइज यो भिडियोलाई सबैजनाले यदि हेरिराख्नु भएको छ भने सेयर गरिदिनु होला, सबैजनालाई सेयर गरिदिनु होला, सब्सक्राइब गर्नु होला, म भन्दैन, लाइक गर्नु होला है, सेयर गरिदिनु होला। एकदम मेसेजफुल भिडियो छ यो। सुमन दाईको यो क्यारेक्टर अनि यो सुमन दाईले गर्नुभएको यो जुन रोल छ, यो रोललाई पनि हामीले एकदमै मनैदेखि स्यालुट गर्नुपर्छ गाइज है। सबैजनाले यो भिडियोलाई हेरिदिनु होला प्लिज। बबाल छ, मेसेजफुल छ। अहिले जुन हाम्रो घटना भइरहेको छ त्यही कुरालाई नै देखाउन खोजेको है। यो कुनै यताउता फेक होइन, यस्तो इमोसनल होइन। इमोसनल सबैजनालाई बनाइदिनु भयो होइन सुमन दाई। सबैभन्दा पहिला हजुरलाई एकदम मनैदेखि है स्याल्युट अनि धन्यवाद दिन चाहन्छु। किनभने हजुरले जो यो अहिले कथावस्तु उठाउनु भयो, अहिले जुन जेनजी आन्दोलनमा जति पनि घटना घटेको छ, जो अब फ्यामिलीमा जुन अहिले अवस्था छ होइन, त्यो उनीहरूले भन्न नसकेको कुरा, हामीहरूले भन्न नसकेको कुरा होइन। तपाईँले चाहिँ हामीसँग यो भिडियो मार्फत, परिस्थिति मार्फत तपाईँले हामीहरूको लगायत फ्यामिलीहरूको चाहिँ मनलाई एकदम हल्का गराइदिनु भयो। हामीले बोल्न नसकेको, भन्न नसकेको कुरालाई तपाईँले एकदम आफ्नो परिस्थिति मार्फत दामी व्याख्या गर्नुभयो होइन। त्यसको लागि धेरै धेरै धन्यवाद दाइ, धेरै धेरै खुसी लागेको छ। म त एकछिन भिडियो हेरेर नि गुजबम्स नै एकदम खडा भएको थियो यार, कसम यार। यस्तो बनाइदियो है मलाई त यो भिडियोले। गाइज पक्कै पनि हजुरलाई यो भिडियो मन पर्यो होला प्लिज। यदि मन परेको छ भने अब तपाईँहरूले यो भिडियो पनि मन पराउनु हुँदैन भने चाहिँ कस्तो खालको भिडियो मन पराउनुहुन्छ होइन। अब त्यही कारणले गर्दा गाइज सबैजनाले यो भिडियोलाई लाइक, सेयर अनि कमेन्ट गर्नु होला। यस्तै भिडियो हेर्नुको लागि गाइज सब्सक्राइब पनि हान्नु होला है।